ल आजको हाम्रो सेकेन्ड भ्लग सुरु हुँदैछ होइन है गाइस हेर्नुपर्छ सबैजना चाहिँ होइन आज चाहिँ हाम्रो जापानिज टिम आउँदैछ अनि त्यसको लागि तयारी गर्दैछौँ बेलुका रिजर्भ छ उहाँहरूको होइन दोर्जे लामा र मैले चाहिँ तयारी गर्दैछौँ ओके दोर्जे ओके हस् हामीले उहाँहरूको लागि भनेर यस्तो यस्तो मालहरू तयार पार्छ के हो रे यो दोर्जे माल माल भन्छ होइन स्ल्याङ वर्डमा माल मालहरू तयार पार्दैछ अब यहाँ यस्तो छ मालहरू जापानिज खाना बनाउनु सजिलो छैन गाह्रो छ अनि यसै गरी यहाँ हेर्नुहोस् मासु चिकन होइन हाम्रो आजको उद्देश्य भनेको चाहिँ जापानबाट हाम्रो जापानिज सरहरू आउँदै हुनुहुन्छ चिफहरू अनि आज जापानमा पाइने ड्रेसिङहरू बनाउन गोमा ड्रेसिङ सुग्याकी सस पन्जुहरू चाहिँ नेपालमा कसरी बनाउने भन्ने एक्सपेरिमेन्ट गर्दैछौँ सरहरूले गर्दै हुनुहुन्छ तर फाइनल्ली आज सफल पनि भयो नेपालमै पाइने है त सुमियाकी खाएमा पाउने भयो हामी सबै खुसी छौँ स्याबु स्याबु सेट बनाउँदैछौँ हामी होइन त सजिलो छैन जापानिज कुराहरू गर्न गाह्रै छ स्याबु यसलाई चाहिँ यसलाई नेपालीमा के भन्छ यो के हो रे यो चिप्ले भेन्टी यसले चाहिँ के भन्छ थाहा छ छैन नि ओकुरा भन्छ ओकुरा 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 हो चिप्ले भेन्टी चाहिँ ओकुरा भन्छ है ओकुरा ओकुरा देश इकुरा देश होइन नि फेरि ओकुरा इकुरा देश भनेर चाहिँ के हो रे इकुरा देश का भने चाहिँ के हो भने इकुरा देश यो के हो रे मैले कति हो चिप्ले भेन्दा चाहिँ नाम अनुसारको ठ्याक्कै रहेछ है चिप्लेको चिप्ले गर्दो रहेछ अब यो चाहिँ के हो रे दोर्जे यो निन्जिन देश भन्नु पऱ्यो नि निन्जिन देश यस सुबेर नि निन्जिन देश है निन्जिन योरोसिकुने निन्जिनलाई फेरि चिन्जिन भनेर अर्कै अर्थ लाग्छ नि फेरि अर्थ लाग्छ है चिन्जिन भने निन्जिन र चिन्जिनमा फरक छैन एउटै उस्तै उस्तै सुनिन्छ तर फरक छ अर्थ मिनिङ अर्थ लाग्छ चिन्जिन गरेर अर्कै हुन्छ फेरि बनाऊ भने अहिले फेरि अर्कै अर्थ लाग्छ भन्नु भने अलिक गाह्रै छ त्यो भाइ त्यो त अब त्यसको अर्थ गाह्रो छ बोल्दै हामी मासु हुने आतो नानी आतो तोरिनिको का यस्तो कि है दो नेपाल निरा देश ने यी नि हो नि निरा सेम यस्तै हुन्छ दोर्जे उता गएपछि ठ्याक्कै थाहा हुने फेरि हो है निरा देश ने म चाहिँ मरिचुके चाहिँ दामी हुनु मरिचुके भनेको सेट चाहिँ दामी गर्नुपर्छ खाउँ लाग्ने हुनुपर्छ नभए त अलिकति खल्लो मान्नुहुन्छ उहाँले है किनभने त्यही छ कल्चर उनीहरूको सफा खाने खोइ सपोर्ट कहाँ रहेछ ए दिया आइजु घुम्ने खरागे त्यो पनि त्यो बाँकी पनि तार्नु पहिला तार्ने क्या हो त्यो चाहिँ पहिला तार्ने त्यो गर्नुपर्छ यार अनि फेरि बिग्रियो भने त ज्यादा हुन्छ
豆腐，豆腐，豆腐，多腐，豆腐。ल हाम्रो स्याबु स्याबुको यासाई तोरिनीको चाहिँ सेट भयो दर्जी हेर्नु त हजुर दामी रहेछ है ठिक छ बवार छ दाइ ओके Yes, है है। आज हाम्रो निराइ दुईटा सेट छ टक्क बनिसकेको छ हेर्नु त हैस दामी 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 या माल माल हुन्थ्यो हजुर माल यसै तोरिनीको सेट हो यसै तोरिनीको सेट यसै हो सेटलाई के भन्छ थाहा छ उनीहरू बोल्दाखेरि के भन्छ दाइ सेतो भन्छ सेतो यस सेतो देश यस सेतो de gozaimasu日本料理ね簡単ねおでんが大もकुरा हजुर दामी निकै छ त्यही भने सानो कुराहरू हुन्छ तर धेरै हुन्छ के तपाईँ सेटहरूमा अहिले यो चिकन फेरि यो पुगेन भने चाहिन्छ त्यसको लागि स्टक थोरै राख्थ्यो होला अहिले यदि दुइटै राखिदिने रहेछ दुइटै राखिदिने यहाँ यति गरेकोमा यो निकाल्दाखेरि चाहिँ माथि नेकी हाल्ने अलिअलि नेकी हरियोदेखि हरिपरियोदेखि माथि है जाने यो र यो सेट चाहिँ सँगै निकाल्नु पर्छ ओके के यसका いいですかはいはいはいですはい了解ですभन्नु了解です無事にはいわかりました了解です了解ですまあ大変ですけどね了解ですはい大丈夫ですभन्नु पर्यो はい大丈夫ですそれじゃなら大丈夫だね大丈夫ですわなんとかなりますよ誰だけでもね頑張るからはいここで飯できるのにこう感じでね स्ट्याट飯の上に誰がした दामी या केही गर्नु पर्दैन जस्तो लाग्यो मलाई खास बात अब खरा अहिले उहाँले सोधेर मात्रै गर्ने ल अरे ओके दामी कति भन्यो दामी दामी सोधेर गर्ने सोधेर मात्रै गर्ने गर्ने दाइजोको डेस अनि त्यो सलादको टमाटरहरू काट्नु पर्यो त्यसको लागि टक्क राखेर त्यहाँबाट ए ससको लागि हल्नु म हल्नु सेट गर्दै गर्छु तपाईँ भित्र कुटुकुट गर्दै गर पिस मार्छ नि दाले क्या यता आउँछ कि दामी छ कसरी हेर्न ट्राई यता चाहिँ पर्यो स्वाद त स्वाद होइन स्वाद 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 हुनु पर्यो काम त सबै सबै हो क्या सबै फास्ट हुन्छ सेट 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 कसरी आयो यो पनि रेडी भयो होइन ओके ल सबै रेडी भयो रेडी भयो फोन गर्यो ट्राई गर्यो 10 माइक राम्रो नि यसमा के एउटा अनि त्यसपछि आज चाहिँ हाम्रोमा सुमियाकी जाखाइमा चाहिँ जापानको स्याबु स्याबु चाहिँ कसरी गर्ने नेपालमा सकिन्छ कि सकिँदैन भन्ने पनि एक्सपेरिमेन्ट गर्दैछौँ तर हुँदो रहेछ नेपालमा बन्दो रहेछ सुमियाकीमा आज खत्रै भयो है अब यो चाहिँ सुमियाकीमा बन्ने भयो स्याबु स्याबु
चिकनको पनि हुन्छ अनि देन पोक हुन्छ, दुईटाको हुन्छ। यदि तपाईँहरू पनि यो ट्राई गर्न चाहनुहुन्छ भने अगाडि कल गरेर भन्नुपर्ने हुन्छ केही दिन अगाडि, अनि हामी तयारी गर्न सक्ने छौँ। अनि मिठो स्याबु स्याबु पनि खान पाइनेछ जापानको, त्यही पनि नेपालमै सुमियाकीमा। हेर्नुहोस् है हाम्रो सेफले उहाँ चाहिँ ठुलो कम्पनीको ओनर हुन्छ रेस्टुरेन्टको, उहाँले बनाएर आफूले बनाएर सबैलाई खुवाउँदै हुनुहुन्छ। थ्याङ्क यू सो मच फर द्याट। हाम्रो सरलाई, जापानी सरलाई धेरै मिठो लाग्यो भन्दै हुनुहुन्छ सबैजना है। तपाईँहरू यदि चाहनुहुन्छ भने केही दिन अगाडि कल गर्नुहोस्, हामी तयारी गरेर राख्नेछौँ है। है त ल, धन्यवाद।僕の店だともう中火でやってます、ずーっと。